कुरा गर्न गइरहेको छु। आज म तपाईहरुलाई यो भिडियोमा सिकाउने छु हामीले इन्जिनियरिङ स्केलको मद्दतले आफ्नो नापी नक्सामा भएको जग्गाहरु जस्तो कि हाम्रो नापी नक्सा हेर्नुहुन्छ तपाईहरुले यस प्रकारको हुन्छ। यस्तो प्रकारको नक्साहरुबाट हाम्रो नापी नक्साहरुबाट आफ्नो जग्गा चाहिँ कसरी नाप्ने भनेर हामीले चाहिँ आज नापी स्केलको सहायताले सिक्ने छौं। जसको लागि सबभन्दा पहिला हामीलाई आवश्यक छ कि हामीले यो स्केललाई बुझ्नु पर्यो। यो स्केललाई बुझ्नु पर्दा तपाईले हेर्न सक्नुहुन्छ यहाँ 1 इन्च इज इक्वल टु 100 फिट को स्केल रहेको छ साथीहरु। यसलाई बुझ्नु पर्दा तपाईहरुले धेरै तरिकाले हामीले यसलाई बुझ्न सक्छौं, तर मैले तपाईहरुलाई एकदमै सजिलो बाटो हेराउँछु। यसको सहायताले तपाईको जतिको पनि स्केलको नक्सा होस् 600 500 2400 तपाईको 2400 भन्दा माथि जतिको स्केलको नक्सा भए पनि तपाईले यही एउटा स्केलको सहायताले तपाईले जस्तो पनि नक्साबाट आफ्नो जग्गाको लेन्थ र विड्थ निकाल्न सक्नुहुन्छ र त्यसपछि तपाईले त्यसको एरिया पनि निकाल्न सक्नुहुन्छ। अब यसलाई बुझ्नु पर्दा साथीहरु तपाईले धेरै बुझ्नु पर्दैन। यहाँ यो जनरली तपाईले याद राख्नु यो 600 को स्केलको नक्सा हो। मतलब तपाईको नक्सा जब 1:600 को आउँछ भने तपाईको यो तपाईले बुझ्नुस् कि यो 1:600 को स्केल हो। तपाईले यसलाई पढ्नु पर्दा चाहिँ तपाईले हरेक युनिटलाई तपाईले हेर्न सक्नुहुन्छ 1 2 3 4 5 डिभिजन छ। त्यसले बुझ्न खोज्दा साथीहरुले तपाईले जस्ट यति याद राख्नु कि तपाईले 1 युनिट इज इक्वल टु 1 फिट काउन्ट गर्नुस्। तपाईले जस्तो कि यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 र यसरी काउन्ट गर्दाखेरि 5 10 15 20 25 30 35 40 45 50 यो 1 सम्म आइपुग्दाखेरि तपाईको 50 डिभिजन रहेको छ, यानी कि 50 फिट। तपाईले अब जस्तो सुकै नक्सा होस् तपाईले नाप्दाखेरि यसरी नै नाप्नु होला। 1 1 फिट 2 फिट 3 फिट 4 फिट 5 फिट यसरी गर्दै नाप्दै जानु होला साथीहरु। र यदि हाम्रो 600 को स्केल हुन्छ भने तपाईको यहाँको 1 युनिट बराबर फिटमा चाहिँ 1 फिट, 2 युनिट बराबर फिटमा 2 फिट, 5 युनिट बराबर फिटमा 5 फिट त्यसरी हुन्छ। तर हाम्रो यदि त्यसभन्दा बढीको स्केलको नक्साहरु लाइक 2400 स्केलको नक्साहरु, 1200 स्केलको नक्साहरु, 500 स्केलको नक्साहरु आयो भने तपाईले के गर्नुहुन्छ? यस्तो स्केलको नक्साहरु आयो भने साथीहरु हामीले 600 लाई बेस मान्ने हो। अब तपाईको 2400 को स्केलको नक्सा छ भने तपाईको नक्साको स्केल डिवाइड बाइ हाम्रो बेस स्केल 600 गर्दाखेरि 4। त्यसपछि यो हाम्रो मल्टिपल फ्याक्टर 4 आयो। त्यसपछि यो भनेको के हो भने यदि हाम्रो नक्सामा नाप्दाखेरि हामीले जुन यसरी 1 2 3 4 5 फिट नापिरहेको छ भने यदि नक्सा मैले 5 फिट नाप्यौं भने 5 * 4 20 फिटमा चाहिँ त्यो 20 फिट हुँदो रहेछ * 4। यदि त्यसै गरी हाम्रो 1200 स्केलको नक्सा छ भने 1200 डिवाइड बाइ 600 गर्ने स्केल फ्याक्टर हाम्रो 2 आउँछ। त्यो भनेको के हो साथीहरु भने यदि हामीले तपाईले त्यो नक्सामा कुनै कुरा 5 फिट नाप्नु भयो भने त्यो 1200 स्केल हुने कारणले * 2 गर्नुपर्छ। 5 फिट छ भने त्यसले 10 फिट * 2 गर्दा 10 फिट। कुनै कुरा 40 आइरहेको छ भने त्यसलाई * 2 गर्नु 80 फिट हुन्छ। त्यसैगरी तपाईको यदि 500 स्केलको नक्सा छ भने नक्साको स्केल डिवाइड बाइ तपाईको बेस स्केल 0.833 आउने हुन्छ। त्यसो गर्दाखेरि यदि कुनै कुरा तपाईले यहाँ यो स्केलको सहायताले कुनै कुरा तपाईले 5 फिट नाप्नु भयो भने त्यसलाई फिल्डमा कति फिट हुन्छ काउन्ट गर्नको लागि तपाईले 5 * 0.833 गर्नुपर्छ। त्यसपछि तपाईको फिल्डमा कति फिट हुन्छ त्यो कुरा पनि बुझिन्छ। अब तपाईहरुले सायद बुझिसक्नुभयो होला यो स्केलको युज कसरी गर्ने भनेर। अब यो पछि मैले अर्को भिडियोमा यो स्केलको सहायताले एउटा नक्सा नापी नक्सा लिएर तपाईहरुलाई नाप्न नै सिकाउँछु र त्यो बुझ्नको लागि मेरो यसपछिको भिडियो हेर्नु होला। धन्यवाद।